अब चाहिँ हामी केही नभएर गाउँमा क्यारमबोर्ड हान्न थाल्यो। भलिबल खेलेको हेरौँ है अब यहाँ। क्यामेराम्यानतिरै जान्छ है। मेरो थर्ड डे गाउँमा आइपुगेको छु आज चाहिँ। वेलकम ब्याक तपाईँहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ हाम्रो स्पेसल गाउँ घुम्ने प्लान छ। कस्तो हुँदैछ त मेरो स्पेसल गेस्ट चाहिँ यतै हो है। यस्तो छ होला ए यो पनि भाइरल हुन्छु भन्दैछ मेरो भ्लगबाट। भाइरल भयो भने ठिकै छ। ब्लगरसँगै हिँडेपछि भाइरल। ल आजको हाम्रो भिडियो चाहिँ यहाँबाट सुरु हुन्छ। अब के हुन्छ कसो हुन्छ सबै देखाउँदै लान्छु म तपाईँहरूलाई। हाम्रो आमा चाहिँ यहाँनिर के अरे भाँडाकुँडा धुँदैछन्। पछि पनि छ हो तल चाहिँ टेक्सर निस्केर घरबाट हेर्दैछ। कस्तो ट्र्याक्टर हौ? टेक्सर हौ, ट्र्याक्टर होइन। त्यो चाहिँ हामी टेम्मा बारमा आएको छौँ। टेम्मा बार यस्तो छ अहिले। त्यो पहिलाको बारीहरू यो मिनाङको बाउको घर। यो हाम्रो यो के अरे रुद्राक्ष के अरे त्यो कुन रुद्राक्ष के अरे यो तल रोपेको बुद्ध चित्त रोपेको घर। हामी भोलि जानुपर्ने कुन डाँडा हो? हामी भोलि जानु उयो डाँडादेखि यो माथिको मणि डाँडा। यो डाँडा पनि कट्नुपर्छ कि पर्दैन? त्यो त पुगिँदैन होला। त्यहाँ पुग्नुको पनि त टाढा छ। हामी त्यहाँ पुगिँदैन। यता मात्रै आइन्छ। अनि यहाँ चाहिँ मिनाङको घरै फेरि साँच्चै। होइन किन त्यहाँ पुगिँदैन? कम्ता टाढो छ त। अनि त्यहाँ तपाईँ हिँडेर कहिले पुग्छ त? हाम्रो विरासपति कता हिँडेको कान्छे? यो हाम्रो बाइकहरू यहीँ राखेको छ। अनि यो त टेम्मा बार। यहाँनिर केटाहरूको बल खेल्ने ठाउँ केटाहरू। आजको मेरो कन्टेन्ट यस्तै हुन्छ। गाउँभरि ककसमा गइन्छ, जाँड खाइन्छ, पैसा धेरै आउँछ। त्यस्तै पैसा त के आउँदैन र नि बनाइ। पैसा धेरै आउँछ भन्छ। पैसा आयो भने फर्स्ट पैसाले चाहिँ गर्ने भयो। फर्स्ट पैसाले चाहिँ यसलाई म पार्टी खुवाउँछु गाउँमा आएर। युट्युबरहरू धेरै आउँछ। युट्युबर अरे युट्युबर त्यो पनि खोइ उयो कान्छा आएको छ कि छैन हेर्न। बिहे कान्छा नि यहाँ आउँछु हरि बाजेले बोलाएको छ यहाँ आउँछु भन्दैछ त। कता गयो त? खोइ मैले चिन्दैन। छैन चिन्नु पर्ने त। हाम्रो मेनु जठा आउँदाखेरि घाँसको भारी लिएर के लिएको यो? यो हो नि त हेर्दैछ बिलिक्क पारेर। होइन दाजु मेरो भिडियो गर्छ अहिले फेरि। यस्तै छ गाउँ रमाइलो छ है। एटलिस्ट इधर उधर गर्दाखेरि। अब चाहिँ हामी केही नभएर गाउँमा क्यारमबोर्ड हान्न थाल्यो। मेरो पाला आएर अब म हान्छु। मैले हानेको हेरौँ है यहाँ के को म हान्ने। अब क्यारमबोर्ड हानिँदैछ। कुन हान्नुको मैले देखेँ त? सबै बिक्री गएको रहेछ। ऊ त फसेको छैन। 30,000 को फोन कस्तो देखाइरहेको। यस्तो न मैले सोचेको थिएँ त। कडा हान्ने यो त गाइस हेर्नुहोस् दर्शक दिन 30,000 को फोनमा भिडियो आइरहेछ। हाम्रो टेक्सरको पहिलोचोटि होला है कसैले भिडियो खिचेको देखेको थिएन होइन त। अब चाहिँ हामी खाना खाइयो। हाम्रो गाउँमा डे 2 हो आज। फुपूकोतिर जाँदैछौँ एकैछिन। माझाटोल भन्छ त्यहाँ चाहिँ फेरि। त्यहाँ चाहिँ अलिक हाम्रो बस्ती पनि बाक्लो छ गाउँको। त्यता गएपछि फेरि तलतिर हाम्रो घरतिर जान्छौँ। एकछिन यसो घुम्छौँ। आज हाम्रो गाउँमै हो आजको कार्यक्रम। अहिले म पढेको स्कुल पनि देखाउँछु तपाईँहरूलाई। नजिकै छ अब पुग्ने।
पुग्नु आँट्यो मोटरसाइकलमा त नि हजुर मोटरसाइकलमा जहाँ पनि मोटरसाइकल अनि हिजो स्कुल भएकोतिर जाने हो नि त नि आम्मा। त्यो त होइन हौ यहाँनिर हो ए त्यो त यो पो त के अरे 6 कक्षा पछाडि पढेको त त्यो अझ हामी पढेको स्कुल है श्री सप्तकन्या प्रावि टेम्पेमयङ गाउँपालिका 1 पाङथाङमा अवस्थित छ। पहिला हामी पढ्दा त स्कुल कस्तो राम्रो लाग्थ्यो आजकल त खै स्कुल लागेको छैन केही छैन चालचुलै छैन स्कुलमा बार यो भवन थियो हामी पढ्दाखेरि अहिले यति भत्काएर नयाँ भवन बनाएको छ। के कतिजना स्कुलमा पढ्नु भएको छ कमेन्ट गर्नु होला गाइज। यदि मेरो भिडियो हेर्नुहुन्छ भने पक्कै पनि कमेन्ट लाइक सेयर सब्सक्राइब गरेर जान सक्नुहुन्छ। अहिले चाहिँ अफिस यो तल्लो बिल्डिङमा छ भने सुने त स्कुल लागेको रहेछ सकिसक्यो नि हाम्रो स्कुल बनाउन विद्यार्थी सङ्ख्या एकदम कम त्यही भएर गाह्रो छ। यहाँनिर हामी पढ्दाखेरि यो थियो के अरे ग्राउन्ड थियो स्कुल पो हो र यो ग्राउन्डमा कतै खेलिन्छ फुटबलहरू हामी मजाको फुटबल पो त त्यही पनि लड्डु किन ल्याएर चढाउनु पऱ्यो नि जस्तो यो के अरे निभाराको बोटमा चढ्नु नसकेर सानो आम्मा यो निभाराको बोट चाहिँ अझै यहीँ छ है अहिले पनि चढ्न सक्दैन आफूले हेपेकाहरू पनि त हेपेका यति साह्रो नआएको हुन सक्छ र मोटा छ नि त आफू अहिले किन नसक्नु पहिला सानो थियो चढ्न सकेन अहिले मोटो छ त्यही भएर चढ्न सक्दैन भनेको। उयो के हो यो फलेको लु भन्नु त त्यो उयो हो त्यो के भन्छ कमेन्ट गर्नु चटपटे उदिल बनाउँछ नि के भन्छ त्यो के हो यो होइन कस्तो लाउँछ कि के अरे चुप बनाउँछ नि त्यसको यसैको बनाउँदो रहेछ नि त यो अमिलो हुन्छ यसको चुप हुन्छ यो यसलाई हाम्रो भाषामा माडा भन्छ भाषाको थाहा भएन तर यो अमिलो हुन्छ क्या नेपालीमा भन्नुहोस् त लु के भन्छ नाम थाहा भएन तर यस्तो सानो दाना हुन्छ त अमिलो हुन्छ एकदम अमिलो चटपटे योमा लाउने तर यो चुप बनाउँछ अरे क्या यसको हामीलाई पनि थाहा छ नि यो सही बात छ बिस्टल आइपुगिँदैछ हो यहाँ तल खै 20 टोल 30 टोल 40 टोल 50 टोल 20 टोल ज्यादा हल्ला नगरौँ ल स्कुलबाट यता हाम्रो यो काकाहरूको घर आइपुग्यो उमेश राईहरूको घर हो यो चाहिँ हाम्रो युट्युबर के अरे मिस्टर नाति कि के छ हौ उसको घर हो यहाँ चाहिँ भालेले त ठुलो रहेछ काकी हो के गर्दै हुनुहुन्छ काका छन् कता गइन् एकछिन यता फुपूकोतिर जाँदै गरेको हामी त ल काकी ल पर्यो ऐत्र राईको घर यहाँ छ एकछिन भिडियो बनाउँदैछु बिल्टाको बारेको घर हाम्रो फुपू त कता जाँदैछन् हो फुपू कता हिँड्नु भएको घुम्दै हाम्रो
फुपूहरूको घरतिर म आइपुग्यौँ है हामी चाहिँ फाइनल बैसीलाई घाँस लाउनु जानु भएको अरे फुपू चाहिँ यहाँनिर गोठ छ पुसाइ कता हुनुहुन्छ गोठ अझै झार्नु भएको छैन माथिदेखि माथिदेखि अझै झार्नु भएको छैन कि कुन गोठ ए कुन कताको गोठ ए नाराङ्गे सुँगुर माउ रहेछ फेरि को फुपू सुँगुर ऊ भइसक्यो ए सानो सानो कुकुर छ यो आइपुगेको छैन नि अझै लामो यात्रा गर यो चाहिँ के भन्छ यसलाई यो आँप हो फेरि खै के आँप हो यो चाइनिज आँप हो क्या चाइनिज आँप हो त्यो फुपूहरूको घरमा आइपुगेको छौँ हामी चाहिँ एकछिन यहाँ बसेर जान्छौँ यता चारो पकाउने ठाउँ यता सुँगुर दुई माउ रहेछ यति यतातिर गाउँ अलिक बाक्लो छ यस्तोमा त राम्रो देखिन्छ त नि अर्ग्यानिक हाम्रो पछि चाहिँ खाना खाँदै हुनुहुन्छ भर्खरै गोठबाट आएर फुपूलाई चाहिँ अघि देखाइसकेँ मैले अब हामी चाहिँ यहाँबाट पनि फर्किन आँट्यो अब हामी उतातिर गाउँ आजको त गाउँ घुम्ने मात्रै काम हो हाम्रो पछाडि जुङ्गाहरू पनि देखिन्छ नि है मजाले खाना खाँदै हुनुहुन्छ यसो यसो हौ यसो यो भालेहरूको बारेमा केही जाओस् त कत्रो कत्रो भाले रहेछ हौ अहिले त 2-3 वर्ष भइसक्यो होला हौ यहाँ वाचिप्पा पाए त भन्ने टाइपको कुरा आयो यहाँ अब के गर्नु यो चाहिँ यहाँनिर हाम्रो आइत्र सरको घर यता निन्द्राले हाई गर्दैछन् यस्तै छ है आजको हाम्रो गाउँ डुला यस्तै हुँदैछ यहाँ चाहिँ धारा झर्दैछ है आइफोन त ब्रान्ड हो नि त्यहाँबाट यस्तो गरौँ नि यस्तो झर्नु हजुर बरु हो यहाँ साह्रै टिकटक बनाएन भन्दैछ अब यो सरको टिकटक हानिदिनु पऱ्यो म एउटा यो चाहिँ हामी अहिले के अरे यता यो बाटो माझा टोलबाट यता हाम्रो यता यो गाउँतिर जान्छौँ पहिला हामी यहाँनिर पुरा बक्सिङ यो भित्तामा बक्सिङको छापै छाप हुन्थ्यो अहिले त यता खोल्थ्यो यो मनसोरीपाको घर जाने बाटो है यो चाहिँ गाइस गाउँमा त्यो जाँदैछ भाइ साथीको परे आउँदैछ मनसोरीपाको घर जाने बाटो अनि यहाँनिर नयाँ नयाँ घर चाहिँ यो मात्र चाहिँ विश्वाङको घर हो तल्लो चाहिँ हाम्रो बिर्तादेव बाजेको घर हो यो चाहिँ यावालुङ बिर हो सबै देखिन्छ मजाले साथी चाहिँ आउँदैछ पछाडि ओए गाउँघर अलिक जाडो भएर आजकल त यस्तो छ अवस्था सबैतिर जङ्गल भयो सबैतिर जङ्गल भएर गाह्रो छ बजाउनु न आउँछ कि आउँदैन यहाँ चाहिँ हाम्रो के अरे अब साकेला आउन आँटेको छ साकेलाको लागि ढोल यहाँ बजाउनु लु बजाउनु त एकचोटि सुन बजाउनु न होइन बजाउनु न मुखले होइन उयो बज्छ राम्रो बरु साइकल आउने रहेछ यहाँ
बिना साकेला नाच्ने मान्छे चाहिँ यसरी ढोल बजाउँछ यहाँ चाहिँ फेरि कस्तो राम्रो फुल फुलेको रहेछ हेर्नु त यस्तो दामी फुल यहाँ झन् कस्तो राम्रो रातो फुल यहाँ चाहिँ सबैजना ढोल मोड्दैछन् ढोल मोड्दैछ है यो यस्तै ढोल बनाएको यस्तो ढोल यो चाहिँ सायामा राखेको यो चाहिँ रोड हाम्रो रोड आजलाई हामी यतै गाउँतिर घुम्दैछौँ काम त्यस्तो भएन अब भोलितिर मात्रै जान्छु म यो चाहिँ पारी फोङमा गाउँ भन्छ यत्तिकै त नछुट्टिने रहेछ नि त ए यहाँ चाहिँ कस्तो राम्रो यो के फुल सिबिसी फुल हो यो चाहिँ टाँकीको फुल हो नि नेपालीबाट टाँकी हाम्रो भाषामा सिबिसी भन्छ हामीले टाँकी भन्छ यसलाई अचार सचार खान्छ त नाच्ने त ननाच्ने गफ फेरि नाच्नु त अलिअलि मिल्नु फेरि वान्स मोर किबीको बोटै फेरि हाम्रो गाउँमा किबी पनि फल्छ तर बिक्री हुन्न भन्थ्यो यति साह्रो रहेछ लाग्यो फेरि डुल्नुलाई रोडबाट यता कुदाएको छ उता कुदाएको छ पातले जताततै छ नि 50 वर्ष 60 वर्ष अगाडि कस्तो थियो होला गोठाला पो भयो है गाउँमा 50-60 वर्ष अगाडि यहाँ हाम्रो गाउँको मान्छेहरू होइन चतारादेखि नुन बोक्नु जान्थ्यो नुन तेल चतारा थाहा छ नि धरानको त त्यहाँदेखि ल्याउँथ्यो यता हाम्रो गाउँको मान्छेहरू अहिले त रोड कति दिन आइपुग्नु लाग्थ्यो अरे 15 दिन जस्तो हिँड्नु सक्ने मान्छेहरूलाई त्यही भएर नसक्नेहरूलाई त कति लाग्थ्यो उनीहरूको सङ्घर्ष हेरी त हामीले त केही पनि होइन नि हामीले के चाहिँ गरेको थियो सङ्घर्ष खायो सुत्यो भलिबल खेलेको हेरौँ है अब यहाँ क्यामेराम्यानतिर जान्छ भलेको हेरौँ अब ए धन्न कटाउँदो रहेछ है नौफ्री यो चाहिँ नम्बर गनेको अहिले चेक चिसिक्क भेटेको अवस्था छ है
10 अनि 2 यहाँ चाहिँ पहिला घर थियो यस्तो अलिकति गाह्रो मात्रै यो चाहिँ टेम्मा बार भन्छ ग्रास फुलेको छ गुलाब फुल्ने छ माया फुल्ने सुन्दर फुलबारीमा भन्छ हौ लु जाउँ न मरिचका रुख रोप्नु अरे मरिचका रुख यो चाहिँ के अरे यो चाहिँ बुद्ध चित्त पालनको हेर्ने सल्टिएर यहाँनिर मलाई बोल्दैछ घर चाहिँ फेरि डेन्जर छ माया फुल्ने सुन्दर फुलबारी रोहिने मलाई पार्यो आखिरी फुल फुल्ने चाहिँ गीत नबजाउनु न कपिराइट आउँछ कि बिखे घर मल हाल्नु लाग्यो त्यो पर्सेको घर हामी चाहिँ अब एकछिन आजलाई गाउँ मात्रै डुलियो यता गइयो उता गइयो के गरियो यहाँनिर चाहिँ के अरे यो बियर रहेछ धानको बिउ हाम्रोतिर पाहाडतिर चाहिँ यसरी चलिन्छ बिखे घर यो पनि जयराम बाबाजीको घर हो यो के अरे पहिरो यहाँ माथि यो सावा गाउँ हो फलाटे आजकल त देखिन्छ रहेछ माया फुल्ने सुन्दर ल त गाई फेरि भेटौँ फेरि हो नास्पतिको यहाँ सुकिरहेछ फेरि यहाँहरू बोट चाहिँ सुकेको छ ए सुकिरहेछ तर यो चाहिँ फलिरहेछ भयो दोकान कान्छाहरूको स्याउपत्तीको बोटै यसले पारे होइन उता खम्बु खातिर कान्छाको अलैँची होला यो चाहिँ सुकिरहेको छ यो चाहिँ खै के पो हो अमिलो फल्थ्यो त्यसको बोक्रा खान्थ्यो बोक्रा नै खान सोझै हो मान्छे म त सोझै हो बैमानी माया लाउने यहाँ त कत्रो कत्रो मकै भइसकेको छ भने यहाँ रहेछ यो चाहिँ बिखे कान्छाको घरै कान्छा आयो के गर्छ कता फेरि हिजै सकेको छैन कता बोल्दैछ त यता पो अहिले त बजु के गर्दै हुनुहुन्छ बिहानको खानु खै त बजु सेवा गर्छु बिहानको खाना खाँदैछ अरे यो कोही पनि होइन भिडियो बनाएको नि अँधेर न अँधेर आउने रहेछ यहाँ त
दर्शन आजको भिडियो चाहिँ अब मेरो लगभग यहीँबाट सकिन्छ गाइस। अब फेरि भोलिबाट अर्को भिडियोमा भेट्छौँ। यहाँ टेक्सचर लुक्दा पनि सकेन। टेक्सचरमा मेरो आज फाइनल भिडियो। लोन माथि पर टेमोइङ डाँडामा स्पोन्सर गायककार डान्स वाला राजेश पालको भाइ त होइन माथि परेर त्यो डाँडामा नाच्नु भएको छ उहाँले। दर्शक पनि हेरिदिनु होला। आज चाहिँ हाम्रो कान्छीहरूको घरमा खाना खाइयो। सेकेन्ड दिन हाम्रो गाउँको गाउँ आएछ आजलाई यति नै। फेरि भोलिबाट कन्टिन्यू गर्छु म। हेर्दै गर्नु होला। गुड नाइट।